महावीर बा हुन्। अनुहार त मिल्दैन त। सबैसँग अनुहार मिलाउन म भगवान हो र? मन्त्रीजी तपाईँ त अकस्मात मन्त्री बन्नुभयो है? म त पहिला नि बन्न सक्थेँ, तर त्यो बेला चाहिँ किताब बोकेको भएर पाइन नि त। त्यो बेला चाहिँ झोला बोकेकालाई मात्रै मन्त्री बनाउने गर्छ नि त। शिक्षा क्षेत्रको लागि के गर्नुहुन्छ त्यो भनिदिनु न त। अब मैले शिक्षा क्षेत्रको लागि चाहिँ सबैभन्दा पहिला केपी ओलीलाई 9 कक्षामा भर्ना गर्छु। मन्त्रीज्यू पहिरो हटाउन केही गर्नु पर्यो। नपेलो न यार पत्रकार, म शिक्षा मन्त्री हो। अब कलमले पहिरो हटाउन मिल्दैन होला।